दक्षिण भारतीय निर्देशक एस राजामौलीले आफ्नो आगामी फिल्मको पोस्टर रिलिज गरेका छन्। पोस्टरमा प्रियङ्का चोपडा जोनसको पहिलो झलक देखाइएको छ। फिल्मको शीर्षक ग्लोब ट्रोटर राखिएको छ। यो फिल्ममा साउथ स्टार महेश बाबु र प्रियङ्का देखिँदैछन्। निर्देशक र कलाकारले फिल्मको पोस्टर सामाजिक सञ्जालमा सेयर गरेका छन्। फिल्ममा प्रियङ्काले मन्दाकिनीको भूमिकामा अभिनय गरेकी छिन्। लामो समयपछि उनी भारतीय फिल्ममा फर्किन लागेकी हुन्। पोस्टर सेयर गर्दै निर्देशक राजामौलीले लेखेका छन्, भारतीय सिनेमालाई विश्वमा नयाँ पहिचान दिने महिला, फेरि स्वागत छ देशी गर्ल प्रियङ्का चोपडा। संसार तपाईँको मन्दाकिनीको धेरै रङहरू हेर्न पर्खिरहेको छ। प्रियङ्काले पनि पोस्टर सेयर गरिन्। उनले लेखिन्, उनी देखिने भन्दा धेरै बढी छिन्। मन्दाकिनीलाई भेट्नुहोस्। फिल्मको बारेमा धेरै जानकारी दिइएको छैन। यसमा महेश बाबु, प्रियङ्का चोपडा र पृथ्वीराज सुकुमारले मुख्य भूमिकामा अभिनय गर्नेछन्। नोभेम्बर 25 मा हैदराबादको रामोजी फिल्म सिटीमा एक प्रमुख कार्यक्रम तय भएको छ। यस कार्यक्रममा फिल्मको शीर्षक पनि घोषणा हुन सक्छ। यो कार्यक्रम जियो हटस्टारमा प्रत्यक्ष प्रसारण गरिनेछ। यसअघि निर्माताले फिल्मबाट पृथ्वीराजको पहिलो लुक साझा गरेका थिए। प्रियङ्काको पछिल्लो बलिउड फिल्म द स्काई इज पिङ्क थियो, जुन 2019 मा रिलिज भएको थियो। त्यसपछि उनी हलिउड फिल्ममा व्यस्त छिन्। उनले हिन्दी र अङ्ग्रेजीमा रिलिज भएको द व्हाइट टाइगरमा पनि अभिनय गरिन्। यो फिल्म सन् 2021 मा नेटफ्लिक्समा रिलिज भएको थियो र प्रियङ्काले कार्यकारी निर्माताको रूपमा पनि काम गरेकी थिइन्।